यो डुङ्गादेखि बाहिर एरिया हो। यो माथि चाहिँ रोल्याक्स भिन्डी हो भनेपछि यो चाहिँ उता देख्ने चाहिँ यो चाहिँ जू एरिया हो। जू एरिया बरडुबीमा रहने यो जू एरिया हो भनेपछि एकदम राम्रो छ, सबै कुरा राम्रो छ। अब दसैँ र तिहारको बिचमा हाम्रो हिन्दू समाजले फेरि यस्तै कार्यक्रम गर्नुहोला भन्ने म यो भिडियोबाट आह्वान गर्छु। हजुरलाई हाम्रा च्याप्टरी भ्लगमा आज भनेपछि म डेरामा छु। चाहिँ डेराको पछाडितिरको सिन हो यो चाहिँ। अहिले चाहिँ हामी यता डुङ्गा चढ्नको लागि हिन्दू जागरणले डुङ्गाको सुविधा बनाएको भएर आज डुङ्गामा चढ्दैछौँ हामीहरू। आज हामी लास्ट हो, टिकट चाहिँ सुरुवात हुँदैछ। लास्ट नमस्कार, वेलकम दुबई है। धन्यवाद। हाम्रो सरहरू हुन्छ लास्टमा। अब यता क्रस गर्दैछौँ। नमस्ते म्याडम। नमस्ते। हेर्छ म्याडम। हाम्रो यता सुरुवात हुँदैछ डुङ्गामा। हाम्रो सर हुन्छ। नमस्कार सर। हजुर सर। यो चाहिँ डुङ्गा भयो। यता चाहिँ डुङ्गाको मुख्य भाग हो यो। यहाँ ड्राइभर अहिले चाहिँ अब फुल हुन लागिसक्यो डुङ्गामा। सबैजना रेडी भइसक्यो। यता खानाको चाहिँ रेडी छ। अब तल जाँदैछ। यो डुङ्गादेखि बाहिर एरिया हो। यो माथि चाहिँ रोल्याक्स भिन्डी हो भनेपछि यहाँ डुङ्गा तल पानी। अब तलतिर यो त रहेछ।
ढुङ्गामा सवारी गर्दैछु यो चाहिँ फाइट देखिने चाहिँ यो चाहिँ जू एरिया हो जू एरिया बरडुबीमा रहने यो जू एरिया हो भनेपछि यहाँसम्म छ जू एरिया यो चाहिँ बरडुबीको एरिया रोलेक्स बिल्डिङ देखिरहेछ यो अनि रोलेक्स बिल्डिङको साइडबाट आएको हो हात्ती ढुङ्गाहरू यता छ म चाहिँ यस ढुङ्गामा छु र खाना खाने सुरु भइरहेको छ लाइनमा बसिरहेको छ सबैजनाहरू लाइनमा बसिरहेको सबैजना लाइनमा हुनुहुन्छ भनेपछि म चाहिँ ढिला खाऊँ भनेर बाहिर बसिरहेको छु स्वीकार छ त भन्दिनुस् दिदीले पानीको चिरकोले यता माया कसो लुकाउने यता माया लुकाउने वीरकोले छोरा मान्छे जाति छन् जाति भयो नि त तिमीलाई के थाहा छ
क्या यो गीत माया भने ए बुझ यही हो नि ए बुझ यही हो नि दिदी बहिनी मिले त भइगयो नि गोर्खा मनका माना झ्यापै मायालाई हालौँ भने नि छैन जमाना झ्यापै मायालाई हालौँ भने नि ठिक छैन जमाना ल दाइ आज डुङ्गामा आइया छ कस्तो भएको छ दाइ डुङ्गाको रमाइलो एकदम राम्रो भएको छ भाइ एउटा तिम्रो मोबाइलबाट मलाई फोटो खिचेर हाल्यो हजुर फेसबुकमा हाल्न खोजेँ हजुरको आशा यही मात्र दाइ आज रमाइलोमा तिमी फोटो खिच्नु मारे आएको नाच्यो खोइ दाइ हेर्नु न राम्रो छ नि तल माथि राम्रो छ अब यो दिवाली र तिहार र दसैँको बिचमा फेरि हुनुपर्छ है नाच्नलाई फेरि यस्तो कार्यक्रम हुनुपर्छ भन्ने सन्देश हिन्दू जागरणलाई मैले दिँदैछु ए हस् दाइ धन्यवाद दिदी खुसी छैन के थाहा भयो हस् धन्यवाद दाइ अरू भन्न केही बाँकी छ हाम्रो एकदम राम्रो भएको छ एकदम राम्रो भएको छ सबै कुरा राम्रो छ अब दसैँ र तिहारको बिचमा हाम्रो हिन्दू समाजले फेरि यस्तै कार्यक्रम गर्नुहोला भन्ने म यो भिडियोबाट आह्वान गर्दैछु हस् धन्यवाद दाइ दाइ आज बोर्डमा आछौँ हजुरलाई केही भन्न बाँकी छ दाइ एकदम त नि रमाइलो भयो सधैँभरि यस्तै रमाइलो गर्दै जाऊँ ल हस् एक दुईवटा हाम्रा आफ्ना पनि जाने हिन्दू जागरणका पनि बोर्ड पनि हुन्छ नभए एक दुई वर्षभित्रमा भन्ने जाने आशा राख्दछु ल ल धन्यवाद दाइ हजुरलाई पुरा इन्जोय गर्दैछ हाम्रो भिडियो अहिले चाहिँ हामी डुङ्गाबाट निस्किसक्यो अब घर जानु लागेको बिदा हुन लागेको अर्को भिडियोमा बेच्ने बाछासहित बिदा हुन चाहन्छु हस्त बाइ